साथीहरू यो चाहिँ हाम्रो क्याम्प हो। हाम्रो क्याम्प हो। अनि यहाँ बस्ने एरिया रातिको 9 बजिरहेछ हो साथीहरू। नेपालमा त तिहारको रमझम चलिरहेछ, तर यहाँ त के गर्ने अब आज छुट्यो, छुट्टी सक्यो, अब ड्युटी जानुपर्छ। एक हप्तामा हाम्रो 1 दिन 8 छुट्टी। यस रमाइलो लाग्छ मोबाइल चलाउँदा। अनि नेटबाट पैसा कमाउने उपायहरू सिक्दा होला नि, तर के गर्नु फेरि नेटबाट चाहिँ कसरी पैसा कमाउँछ कि मैले आजसम्म पैसा सकिरहेको छैन क्या। फेसबुक मोनिटाइज हुन्छ भन्छ, इन्स्टाग्राम, अनि युट्युब, मोनिटाइज गर्न पैसा चाहिन्छ भन्छ। यहीमा अहिले चाहिँ रोक्छ है साथीहरू। को मान्छेहरू चाहिँ यहाँ भोलि आइतबार छुट्टी छ नि त अरूको भोलिको, त्यही भएर थुप्रो भिड मान्छे लागिरहेको छ कि यो एरियामा चाहिँ। भोलि छुट्टीको कारणले गर्दा बाहिर धेरै मान्छेहरू बस्छ। म चाहिँ त्यति डुलेर आयो क्या खाना खाएर। भोलि चाहिँ ड्युटी जाने भन्दा अरू कम्पनीको गएको छुट्टी भोलि, हाम्रो गएको छुट्टी लिएर पनि लागेको जस्तो छ। गएर छुट्नुपर्छ कति बेलामा ड्युटी जानुपर्छ, के गर्नुपर्छ। यहाँ छेउमा चाहिँ हामीले सामान किने बकला भन्छ नि, बकला मार्केट क्या, सानो मार्केट। यहाँ चाहिँ हामी सामान किन्छौँ, क्रेडिटमा सामानहरू दिन्छौँ, स्यालेरी आएर चाहिँ हामी किन्छौँ क्या। हामी चाहिँ भोलि ड्युटी जाने हो। जति पनि मान्छेहरू यहाँ बसिरहेको छ, उनीहरूको चाहिँ भोलि छुट्टी हुन्छ क्या, त्योहरू बसिरहेको छ। तपाईँको साइड चाहिँ लेबर क्याम्प हो। यस्तो लेबरहरू बस्छ। यताको साइडमा पनि लेबर क्याम्प बस्छ। मिठो होइन त, दुबईको पाएको हो कि दुध पनि पर्छ। तर रातितिर मार्केटहरू छ, रेस्टुरेन्टहरू छ, क्याम्प यतातिर झिलिमिली रेस्टुरेन्टहरूमा देखिरहेको छ नि मार्केट। रेस्टुरेन्ट कहिले कहाँ आएर नास्ताहरू खान्छौँ। एकचोटि चाहिँ बिरयानी पनि खाएको छु मैले साथी। यहाँको बिरयानी चाहिँ एकदम स्पेसल हुन्छ क्या। अब यहाँदेखि यतापट्टि हेऱ्यो भने चाहिँ फेरि जेन्ट्सहरू छ, अनि त्यहाँदेखि यसको माथि हेऱ्यो भने चाहिँ ठुलो लेबर क्याम्प छ। मान्छेहरू बस्छ घरको मान्छे
एउटै भवनमा आउँछ भने त्यस्तो धेरै क्यापेसिटीको त्यत्रो धेरै रुमहरू हुन्छ क्या अब यदि उता गयो भने त मार्केटै मार्केट छ क्या अब साथीहरू के गर्नु मेरो टाइम छैन क्या त्यही भएर म जान्नु पर्दिन्छु क्या अहिले भर्खर भर्खर खाना खाएको त्यो खाना खाएर अलिकति असली सङ्घर्षको फल भनौँ न यो चाहिँ सङ्घर्ष गरिरहेको थियो पहिला पनि 2015 साल बसेर गएको आउँदिनँ भनेको पनि फेरि पुनः इन्ट्रेस्ट नै भयो के गर्नु सोचेर राम्रो छ सोच्दै नसोचेको कुराहरू गर्नु पर्दा मेरो साथीहरू मेरो नेक्स्ट